हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा छ हजुरहरू सबै सन्चै आरामै हुनुहुन्छ होला। आज म बनाउँदैछु टुलिप फ्लावर। आशा छ हजुरहरूले यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। मैले हुक साइज 3.75 mm को युज गरेको छु। सुरुमा म्याजिक सर्कल बनाउने, चेन 1 तान्ने अनि 6 वटा सिंगल क्रोसेट बनाउने। वटा सिंगल क्रोसेट बनाइसकेपछि म्याजिक सर्कललाई बन्द गरिदिने, सुरुको स्टिचमा स्लिप स्टिच गर्ने अनि चेन 1 तान्ने। रो 2 मा हामीले हर स्टिचमा 2-2 वटा सिंगल क्रोसेट बनाउने हो। रो 3 मा हामीले चेन 1 तान्ने अनि त्यही स्टिचमा एउटा सिंगल क्रोसेट बनाउने, अर्को स्टिचमा 2 वटा सिंगल क्रोसेट बनाउने अनि अर्को स्टिचमा एउटा सिंगल क्रोसेट बनाउने। यसरी नै हामीले रो 3 कम्प्लिट गर्नुपर्छ। रो 4 मा हामीले चेन 1 तान्ने अनि त्यही स्टिचमा एउटा सिंगल क्रोसेट बनाउने, अर्को स्टिचमा एउटा सिंगल क्रोसेट बनाउने अनि अर्को स्टिचमा 2 वटा सिंगल क्रोसेट बनाउने। यसरी नै 2 वटा स्टिचमा 1-1 वटा सिंगल क्रोसेट बनाउने, तेस्रो स्टिचमा फेरि 2 वटा सिंगल क्रोसेट बनाएर हामीले यो रोलाई कम्प्लिट गर्नुपर्छ। रो 5 मा हामीले चेन 1 तान्ने अनि 3 वटा स्टिचमा 1-1 वटा सिंगल क्रोसेट बनाउने, चौथो स्टिचमा 2 वटा सिंगल क्रोसेट बनाउने। यसरी नै 3 वटा स्टिचमा 1-1 वटा सिंगल क्रोसेट बनाएर अनि चौथो स्टिचमा सिंगल क्रोसेट इन्क्रिज गरेर हामीले यो रोलाई कम्प्लिट गर्नुपर्छ। रो 6 मा हामीले चेन 1 तान्ने अनि त्यही स्टिचमा एउटा सिंगल क्रोसेट बनाउने, अर्को स्टिचमा एउटा सिंगल क्रोसेट बनाउने। यसरी नै हामीले हर स्टिचमा 1-1 वटा सिंगल क्रोसेट बनाउँदै जानुपर्छ। रो 6 देखि रो 14 सम्म हामीले
हर स्टिचमा एक एकवटा सिङ्गल क्रोसेट बनाएर कम्प्लिट गर्नुपर्छ। मैले रो 14 सम्म बुनेर सकिसकेँ। अब सुरुको स्टिचमा स्लिप स्टिच गर्ने, चेन 1 लिने अनि धागोलाई हल्का लामो छोडेर काटिदिने। अब हामीले फ्लावरलाई यसरी अपोजिट साइडतिर टर्न गर्ने अनि फ्लावरको सेन्टरबाट वायरलाई यसरी पास गर्ने अनि हामीले यसमा ग्लु लगाउनु पर्छ। ग्लु लगाउँदाखेरि हजुरहरूले ध्यान दिनुहोला, हात पोल्न सक्छ। ग्लु राम्रोसँग सुकिसकेपछि हामीले फ्लावरलाई राइट साइडतिर टर्न गर्ने अनि यसमा हामीले अब कटन भर्नुपर्छ। अब हामीले फ्लावरलाई सिलाउनुपर्छ। सिलाउँदाखेरि हामीले धागोलाई यसरी सेन्टरमा राखेर सिलाउने हो। अब हामीले लिप बनाउनुपर्छ। सुरुमा स्लिप नट बनाउने। स्लिप नट बनाइसकेपछि 24 वटा चेन तान्ने। वटा चेन बनाइसकेपछि अब हामीले वायर एड गर्नुपर्छ। अब हामीले लिप बनाउँदा वायर राखेरै बनाउने हो। सुरुको चेनलाई स्किप गरेर दोस्रो चेनमा एउटा सिङ्गल क्रोसेट बनाउने। यसरी नै हामीले 4 वटा चेनमा 4 वटा सिङ्गल क्रोसेट बनाउनुपर्छ।
चारवटा सिङ्गल क्रोसेट बनाइसकेपछि हामीले अब हाफ डबल क्रोसेट बनाउनु पर्छ। लास्टको चारवटा चेनलाई छोडेर अरू बाँकी रहेको सबै चेनमा हामीले हाफ डबल क्रोसेट बनाउँदै जाने हो। अब बाँकी रहेको चारवटा चेनहरूमा हामीले एक एकवटा सिङ्गल क्रोसेट बनाउनु पर्छ। लास्ट चेनमा भने हामीले एउटै चेनमा 3वटा सिङ्गल क्रोसेट बनाउने हो। अब हामीले लिपको अर्को साइडतिर बुन्नुपर्छ। सुरुको 3वटा चेनहरूमा एक एकवटा सिङ्गल क्रोसेट बनाउने अनि अरू चेनहरूमा हाफ डबल क्रोसेट बनाउँदै जाने लास्टको चारवटा चेनलाई छोडेर। लास्टको चारवटा चेनमा एक एकवटा सिङ्गल क्रोसेट बनाउने, सुरुको स्टिचमा स्लिप स्टिच गर्ने, चेन 1 लिने अनि धागोलाई हल्का लामो छोडेर काटिदिने। लिपमा बाँकी रहेको वायरलाई हामीले यसरी धागोले कभर गर्नुपर्छ।
अब हामीले फ्लावरमाको वायरलाई पनि ग्रीन कलरको धागोले र्याप गर्दै जानुपर्छ। अब मैले फ्लावरमा लिफ अट्याच गर्दैछु। हजुरहरूले दुईवटा लिफ बनाएर पनि अट्याच गर्न सक्नुहुन्छ। मैले एउटा मात्रै बनाएँ। यसरी नै हामीले वायरको अन्तिमसम्म वायरलाई यसरी नै ग्रीन कलरको धागोले र्याप गर्दै जानुपर्छ। हेर्न सक्नुहुन्छ कति राम्रो टुलिप फ्लावर बनेर रेडी भइसक्यो हाम्रो। आशा छ हजुरहरूलाई मेरो यो भिडियो मन पर्यो होला। मन पर्यो भने मेरो भिडियोमा लाइक, कमेन्ट, सेयर अनि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यतिन्जेल मेरो भिडियो हेरेर साथ दिनुभयो हजुरहरूलाई धेरै धेरै धन्यवाद। हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ।